यो हामीले संरचना बनाएको प्लास्टिकहरू चाहिँ अलिक पुरानो हुँदै गएपछि यसरी लेउ लाग्ने होइन, अनि भित्र चाहिँ आवश्यक अनुसारको चाहिँ प्रकाशको किरणहरू चाहिँ जान नसक्ने हुन्छ। अब यो हामीले सफा गर्नुपर्छ, सकेसम्म वर्षमा एकचोटि नभए पनि यो लेउ अलिक बाक्लो हुँदै गए पछाडि एकचोटि चाहिँ हामीले यसलाई सफा गरिदिनुपर्छ। सफा गर्नलाई चाहिँ अब हामीले हस्पिटलमा हुने खालको पोछा भन्छ नि, के भन्छ त्यसलाई, अब फ्लोर स्विपर भन्छ क्या अरे, त्यो युज गरे पनि हुन्छ, नभए यो खालको युज गरे पनि हुन्छ। सरफ पानी हालेर मजाले यसरी चाहिँ यसलाई के गर्छौँ, घोट्न सक्छौँ। अब यो अग्लो हुन्छ कसरी गर्ने भन्ने प्रश्न छ भनेदेखि चाहिँ हामीले अब नर्मल किसिमको बाँसको भर्याङहरू बनाएर चाहिँ टनेलमा यसरी अड्याएर त्यहाँ माथि चढेर पनि अलि लामो बनाएर चाहिँ यसलाई हामीले मजाले यसरी चाहिँ सफा गरेर पानी हालिदिउँ भने नर्सरीलाई चाहिँ आवश्यक खालको प्रकाश पुगेर बिरुवाहरू चाहिँ गुणस्तरीय उत्पादन हुन्छ। यो धेरै ठुलो काम छैन, तर यो गऱ्यो भने चाहिँ हामीले जस ग्रिन हाउसको राम्रो प्रयोग गर्न सक्छौँ। होइन भने अब संरचना मेरो काम भइराखेको छ भनेर छोडिदिने, यसरी यो म्यानेजमेन्टका कुराहरू, केयरका कुराहरू चाहिँ नगर्ने हो भने गुणस्तरीय उत्पादन गर्नलाई चाहिँ समस्या हुनसक्छ। सामान्य कुरा छ, यो त्यत्रो धेरै छैन। यो चाहिँ यसरी नराख्नु होला। मेरो नि यो समय नभ्याएर मैले गर्न पाएको थिएन, अब आज गर्दैछु। म यो भइसके पछाडिको रिजल्ट पनि तपाईँहरूलाई एड गर्नेछु। भित्रपट्टिबाट चाहिँ यस्तो देखिन्छ है साथीहरू, त्यो बाहिरबाट एकदम त्यो लेउ लागे पछाडि चाहिँ भित्र उज्यालो पनि कम आउनलाई यस्तो देखिन्छ। यसलाई सफा गरे पछाडि हेरौँला है त। चटक्क भयो ल, अहिले चाहिँ यहाँ छाया परेको भएर होइन। ल यति गरेपछि अब चाहिँ बिरुवाहरूको गुणस्तरमा खासै फरक पर्दैन, राम्रै हुन्छ, पहिलाको जस्तै हुन्छ है त साथीहरू। ल